नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई आफ्नै च्यानल सिभिल इन्जिनियरिङ एक्समा। आज चाहिँ म तपाईहरुलाई यो रिटेनिङ वालको यो टोटल एस्टिमेट चाहिँ कसरी गर्ने, यो पार्ट 1 मा चाहिँ म तपाईहरुलाई एस्टिमेट कसरी गर्ने र पार्ट 2 मा चाहिँ यसको रेट एनालाइसिस कसरी गर्ने भन्ने बारेमा चाहिँ यो भिडियो बनाउन गइरहेको छु। आशा छ हजुरहरुलाई यो भिडियो राम्रो लाग्नेछ र कृपया राम्रो लागेमा चाहिँ लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। सबभन्दा पहिला त अब हामी जब साइटमा जान्छौं, साइटमा गइसकेपछि रिटेनिङ वालको लागि चाहिँ सबभन्दा पहिला हामीले अब त्यहाँको टेन्टेटिभ लेन्थ लिनुपर्छ, जुनमा चाहिँ हामीले रिटेनिङ वाल बनाउने हो। र लेन्थ र अनि हामीले हाइट लिइसकेपछि चाहिँ अरु सब चाहिँ अब हामीले सबै पेपर वर्क अथवा ल्यापटपमा बसेर गर्नुपर्ने काम हुन्छ। मैले तपाईलाई यहाँ रिटेनिङ वालको एउटा टिपिकल ड्राइङ देखाइरहेको छु। यहाँ चाहिँ हाम्रो स्टोन मेसनरी वाल छ, जसको चाहिँ 75 mm थिक PCC, फ्ल्याट ब्रिक सोलिङ र कम्प्याक्टेड अर्थ भनेर हामी यहाँ देख्न सक्छौं। अब हामी सिधै एक्सेल सिटमा जाउँ ढिलाइ नगरिकन। सबभन्दा पहिला त अब हामीले एउटा एस्टिमेसन सिट तयार गर्नुपर्छ। सिरियल नम्बर, डिस्क्रिप्सन अफ वर्क, त्यसपछि त्यसको लेन्थ, विड्थ, हाइट कति छ र त्यसमा भएको क्वान्टिटी। ल अब हामी यो कसरी निकाल्ने भनेर चाहिँ अब हामी हाम्रो क्याल्कुलेसन हेर्छौं। सबभन्दा पहिला त अब सपोज मैले चाहिँ 1.89 मिटर र 1.56 मिटरको चाहिँ मलाई रिटेनिङ वाल बनाउनु पर्यो। 1.89 चाहिँ हाम्रो 35 मिटर लामो र 1.56 चाहिँ 25 मिटर लामो। त्यसपछि अब हामी के गर्नुपर्छ, हामीले पहिला सबभन्दा राम्रोसँग स्पेसिफिकेसन चाहिँ हाम्रो DUDBC को नर्म्सबाट चाहिँ राम्रोसँग स्पेसिफिकेसन लिनु पर्यो। मैले अब यहाँ सिरियल नम्बर 1 लेखेँ र काम डिस्क्रिप्सन अफ वर्कमा चाहिँ हाम्रो रिटेनिङ वाल वर्क भयो। त्यसमा के लेखेँ भनेपछि अर्थवर्क इन एक्सकाभेसन इन फाउन्डेसन इन्क्लुडिङ 10 मिटर लिड एन्ड 1.5 मिटर लिफ्ट। 10 मिटर लिड भनेको चाहिँ हाम्रो ट्रान्सपोर्टेसन चाहिँ 10 मिटरसम्म र 1.5 मिटरसम्म चाहिँ लिफ्ट भनेको उचाल्ने भयो। यसमा चाहिँ अब मैले के गरेँ भनेपछि सबभन्दा पहिला त अर्थको हामीले के गर्नुपर्छ, ग्राउन्ड लेभलबाट कति तल जाने त। अब जेनरली चाहिँ हामीले 0.5 अथवा 0.6 मिटर अथवा सोइलको चाहिँ ग्राउन्डको चाहिँ कन्डिसन हेरेर अब हार्ड अथवा अर्डिनरी सोइलहरुमा चाहिँ तपाई 0.5 देखि 1 मिटरसम्म गए पुग्छ। यदि अब सफ्ट सोइलहरु छ भने चाहिँ तपाईले साइट अनुसारको चाहिँ कति एक्सकाभेसन गर्नुपर्ने हो त्यो गर्नुपर्छ। सपोज मैले चाहिँ अहिलेलाई 1.89 मिटर हाइटको लागि लिए भनेपछि 1.89 मिटर हाइटमा चाहिँ हाम्रो युनिट जहिले पनि रिटेनिङ वालको क्युबिक मिटरमा हुन्छ। अर्थवर्क इन एक्सकाभेसन हाम्रो फर्स्ट स्टेप। त्यसपछि संख्या 1 लेन्थ सब मैले भनिहालेँ। हाम्रो यदि 35 मिटरको लागि रिटेनिङ वाल बनाउनु छ भने लेन्थ 35 मिटर भइहाल्यो। र विड्थको लागि चाहिँ हामीले के विचार गर्नुपर्छ भनेपछि चाहिँ विड्थ भनेको 0.5 टाइम्स यच हुन्छ। यच भनेको चाहिँ हाम्रो हाइट अफ रिटेनिङ वाल 0.5 टाइम्स यच, 0.5 टाइम्स यहाँदेखि यहाँसम्मको टोटल हाइट अफ रिटेनिङ वाल हुन्छ। यो टपदेखि यहाँ मुनिसम्मको चाहिँ टोटल हाइट अफ रिटेनिङ वाल हुन्छ। त्यही भएर मैले चाहिँ के गरेँ भनेपछि सपोज मेरो चाहिँ 1.89 मिटरको हाइट रिटेनिङ वाल बनाउनु छ भने मैले 1.89 त ग्राउन्ड लेभल भन्दा माथिदेखि 1.89 लिएँ र त्यसमा चाहिँ मैले 0.5 एड गरेँ, किनकि मैले 0.5 मा चाहिँ एक्सकाभेसन गर्छु भनेपछि 1.89 प्लस 0.5 टाइम्स 0.5, किनकि हाम्रो हामीले इन्जिनियरिङ पढ्ने बेलामै फर्मुला पढेका छौँ कि हाम्रो के अरे बेस विड्थ इज इक्वल्स टु 0.5 टाइम्स यच। यच भनेको चाहिँ हाम्रो ग्राउन्ड लेभलदेखि माथि र प्लस हामीले कति एक्सकाभेसन गर्यौँ त्यसको हाइट हुन्छ। त्यही भएर मैले चाहिँ यहाँ 1.20 मिटर चाहिँ विड्थ आयो। त्यसैगरी अब हामीले एक्सकाभेट गर्नुपर्ने हाइट चाहिँ कति भयो भनेपछि ग्राउन्ड लेभलबाट म 0.5 मुनि गएँ, त्यसपछि PCC 0.075 3 इन्ची PCC गरेँ र त्यसको मुनि 0.15 चाहिँ सोलिङ हामीले लिए र हाम्रो अर्थवर्क इन एक्सकाभेसनको क्वान्टिटी चाहिँ अब यसलाई जहिले पनि राउन्ड गर्न चाहिँ नबिर्सिनु होला। राउन्ड गरिसकेपछि चाहिँ यसलाई मल्टिपल गर्नुभयो भने चाहिँ तपाईको अर्थवर्क इन एक्सकाभेसनको क्वान्टिटी आउँछ। र हाम्रो अर्थवर्क इन एक्सकाभेसनको क्वान्टिटी आइसकेपछि हाम्रो सेकेन्ड स्टेप भनेको चाहिँ अब त्यसलाई कम्प्याक्सन गर्ने हो। अब मजाले हामीले एक्सकाभेट गरिसकेपछि त्यो सोइललाई चाहिँ एउटै लेभलमा ल्याइसकेपछि चाहिँ त्यसपछि हामीले त्यसको माथि सोलिङ गर्छौँ। हामी देख्न सक्छौँ प्रोभाइडिङ लेइङ एन्ड लेभलिङ अफ ड्राई स्टोन सोलिङ वर्क इन फाउन्डेसन अल कम्प्लिट वर्क भनेर मैले स्पेसिफिकेसनमा लेखिदिएको छु। अब हाम्रो स्टोन सोलिङमा पनि सिमिलर 10 नै हुन्छ। सपोज मैले 1.89 मिटर हाइटको लागि लिए भने
लेन्थ हाम्रो कति मिटर लेन्थमा सोलिङ गर्नुपर्ने हो 35 मिटर लेन्थ र हाम्रो विड्थ चाहिँ यो नै हुन्छ जतिमा सोलिङ गर्ने पनि 1.2 मिटर लिएको छ भने 1.2 मिटरै भयो र यसमा चाहिँ सोलिङको हाइट मैले 0.15 लिएको छु भने तपाईले पनि अब 0.15 अथवा कति छ ढुङ्गाको हाइट त्यो लिएर चाहिँ गर्नु स्ट्यान्डर्ड चाहिँ 0.15 लिएर गर्छौं त्यसपछि सोलिङ गरिसकेपछि त्यसको माथि चाहिँ अर्को स्टेप भनेको चाहिँ हाम्रो पीसीसी हो र मैले स्पेसिफिकेसन हेर्नुस् प्लेन सिमेन्ट कन्क्रिट वर्क इन फाउन्डेसन इन्क्लुडिङ मटेरियल कलेक्सन एन्ड 30 मिटर लिड एज पर द इन्स्ट्रक्सन अफ साइट इन्जिनियर भनेर पनि थपिदिनु होला यति गरिसकेपछि चाहिँ अब हामीले पीसीसी चाहिँ 1 2 4 1 सिमेन्ट 2 बालुवा र 4 गिट्टीको चाहिँ रेशियोमा हाम्रो पीसीसी गर्न लागेका छौं पीसीसी गर्ने बेलामा पनि अरु सेम हुन्छ मेन यो हामीले कति इन्चको पीसीसी गर्ने हो 4 इन्चीको छ भने 0.10 भयो मैले 3 इन्चीको गरेको छु भने 0.075 गरेर मैले क्वान्टिटी लिदिए अब पीसीसी गरिसकेपछि अब हाम्रो अर्को स्टेप भनेको चाहिँ त्यसको माथि चाहिँ पीसीसी गरेर अब त्यसलाई क्युरिङ गरिसकेपछि चाहिँ त्यसको माथि हामी स्टोन मेसनरी वर्कको चाहिँ काम गर्न थाल्छौं र स्टोन मेसनरी वर्क इन 1:4 रेशियोमा गर्छौं भने स्टोन मेसनरी इन 1:4 सिमेन्ट मोटर इन्क्लुडिङ ट्रान्सपोर्टेसन फ्रम 10 मिटर डिस्टेन्स अब हामीले स्टोन मेसनरीमा चाहिँ के हुन्छ भनेपछि लेन्थ सेम भइहाल्यो विड्थ चाहिँ अब हाम्रो के हुन्छ भनेपछि स्टोन मेसनरीको चाहिँ मैले हाइट भनेको हाम्रो सपोज मेरो ग्राउन्ड लेभल भन्दा माथि 1.89 छ भने 1.89 प्लस ग्राउन्ड लेभल भन्दा मुनि म 0.5 गए त्यही भएर 1.89 प्लस 0.5 माइनस 0.05 मैले के गरे भनेपछि मैले जुन माथिको स्टोन मेसनरी वर्क भन्दा माथिको चाहिँ मैले हाम्रो स्क्रिडिङ वर्क गर्छौं अथवा पीसीसी गर्छौं त्यो चाहिँ भाग मैले यहाँ घटाएको छु त्यही भएर 1.89 प्लस 0.5 माइनस 0.05 गरे भने हाम्रो टोटल स्टोन मेसनरी वर्कको हाइट आयो त्यही भएर विड्थ चाहिँ के लिए भनेपछि चाहिँ मैले स्टोन मेसनरीको चाहिँ एभरेज लिए मैले यो टप प्लस बटमको चाहिँ मैले एभरेज लियो बीचको एभरेज लिदिए त्यही भएर देखाउन चाहन्छु हाम्रो G46 भनेपछि यहाँ देख्न सक्छौं G46 मा चाहिँ 1.2 यो 1.2 चाहिँ 0.5 टाइम्स एच गरेर आएको भयो यो प्लस माथिको टप विड्थ भनेको मैले 0.5 लिए यसको एभरेज लिए भने 0.848 आयो यो लिइसकेपछि तपाईले यो तीनटा क्वान्टिटी मल्टिपल गर्नुभयो भने चाहिँ तपाईको रिटेनिङ वालको स्टोन मेसनरीको चाहिँ टोटल क्वान्टिटी आउने भयो अब हामीले स्टोन मेसनरीको पनि निकालिसकेपछि चाहिँ मेन चाहिँ हामी यो कुरामा विचार गर्नुपर्छ यहाँ चाहिँ धेरै जसो हामीहरु कन्फ्युज हुने गर्छौं त्यही भएर यो चाहिँ मैले चाहिँ एभरेज लिने बेलामा चाहिँ यो चाहिँ विचार गरेर लिनु होला त्यसपछि हामी स्टोन मेसनरीमा चाहिँ बीच बीचमा विप होल प्रोवाइड गर्छौं र विप होल पनि अब हाम्रो कति मिटरको रिटेनिङ वालको विड्थ छ त्यही अनुसारले चाहिँ 1 देखि 1.5 मिटर स्क्वायरको डिफरेन्समा चाहिँ एउटा विप होल राख्नु होला त्यो राख्यो भने चाहिँ हाम्रो पानीको फ्लो चाहिँ मजाले डिस्ट्रिब्युसन गर्छ रिमेम्बर गर्नुस् 1 देखि 1.5 मिटरको चाहिँ डिस्टेन्समा अब विप होल पनि राखिसकेपछि त्यसको माथि सबभन्दा माथि टपमा चाहिँ हामीले स्क्रिडिङ अथवा पीसीसी गर्छौं मैले चाहिँ यहाँ पीसीसी गर्दैको छु प्लेन सिमेन्ट कन्क्रिट 1:2:4 वर्किङ सुपर स्ट्रक्चर इन्क्लुडिङ मटेरियल कलेक्सन एन्ड 30 मिटर लिड एज पर द इन्स्ट्रक्सन अफ इन्जिनियर यसमा नि हाम्रो के हुन्छ भनेपछि हामीले टोटल लेन्थ 35 मिटरै भइहाल्यो माथिको टप विड्थ भनेको हाम्रो यो मैले 0.5 लिएको छु र त्यसपछि हाइट चाहिँ मैले 0.05 लिए 0.05 लिएर चाहिँ मैले यहाँ पीसीसी गर्दिएको छु र यसपछि हामीले यसलाई टोटल मल्टिपल गरेर चाहिँ यसको चाहिँ हामीले टोटल क्वान्टिटी निकाल्छौं यसरी नै हामीले चाहिँ अब एस्टिमेट गर्ने बेलामा चाहिँ रिटेनिङ वालको चाहिँ सबै चाहिने चीजहरु चाहिँ यसरी हजुरहरुले एस्टिमेट गर्न सक्नुहुन्छ आशा छ हजुरहरुलाई भिडियो राम्रो लाग्यो होला कृपया लाग्यो भने चाहिँ लाइक शेयर र सब्स्क्राइब गरिदिनु होला यसपछि म अर्को भिडियोमा चाहिँ अब रिटेनिङ वालको चाहिँ अब यो एस्टिमेट भयो यसको चाहिँ रेट एनालाइसिस कसरी गर्ने किनकि रेट एनालाइसिस चाहिँ एकदम महत्त्वपूर्ण पार्ट हो हजुरले टेन्डर अथवा केही निकाल्नु पर्यो भने चाहिँ रेट एनालाइसिस गर्नै पर्ने हुन्छ र यसकै म रेट एनालाइसिस कसरी गर्ने भनेर चाहिँ यो